नमस्कार। पुनः मैले लिएर आएको छु ब्राह्मण रूपधारी शिव र पार्वतीको संवादलाई। शिवपुराण अन्तर्गत साभार गरिएको यो कथा। पार्वतीजीले ब्राह्मण भेषधारी शिवलाई भन्नुभयो, हे ब्राह्मण देव, तन मन वचनले म भगवान शङ्करलाई पति बनाउन चाहन्छु। हुनु त यो काम अत्यन्त कठिन छ भन्ने मैले थाहा पाएकी छु, तर पनि मेरो उत्साह भङ्ग भएको छैन। तब ती ब्राह्मण भन्दछन्, हे देवी, तिमी गल्ती गरिरहेकी छौ। गुरु कृपाले शिवजीलाई म राम्रोसँग चिन्दछु। ती त बुढो साँडेमा चढ्छन्, सधैँ नाङ्गै भइरहन्छन्, खरानी घसेर फुर्सा भएर एक्लै जता भायो त्यतै जताभावी हिँडिरहन्छन्। विशालो डरलाग्दा सर्पका गहना लगाएर हिँडिरहन्छन्। लट्ठा परेका गजेलटाहरू बनाएर हिँडिरहन्छन्। सतीले पनि तिनका साथ लागेर कुनै पनि सुख पाउन सकेनन्। सधैँ आँसुका धारा बगाएर जीवन बिताइरहन्। न राम्रो कहिले खान पाइन्, न र तिनले राम्रो लगाउन पाइन्। तसर्थ तिमी त्यस्ताप्रति मन मोहित नगर। तिमीले अत्यन्तै भुल गरिरहेकी छौ। तिमी त अत्यन्त सुन्दरी छौ। तिमीले त विष्णु, इन्द्र आदि देवताहरूमध्ये कसैलाई आफ्नो पति बनाऊ। शिवलाई पति बनाउनु त मलाई कति पनि राम्रो लागेको छैन। उनमा तिमी जस्ताको पति हुने योग्य कुनै पनि गुण छैन। यस्तो ती ब्राह्मणको उपदेश सुनेर पार्वतीजी ती ब्राह्मण उप अत्यन्तै रिसाएर भन्न लागिन्, हे ब्राह्मण, यस्तो प्रकारको शिवनिन्दा गरेर महर्षिहरू पनि यहाँबाट गएका छन्। तपाईँ उनीहरूलाई चिन्नुहुन्छ? शिवले नै बेला बेलामा रक्षा गरिएका हुनाले ब्रह्मा, विष्णु आदि देवताहरू मजा उडाइरहेका छन्। शिव नै जगतका पिता हुनुहुन्छ। उहाँका आयुको अनुमान कसैले पनि गर्न सक्दैन। 8 सिद्धिहरू उहाँका चरण कमलमा नमस्तक रहन्छन्। सर्वशक्तिमान शिवजीको निन्दा गर्नेलाई सुख स्थान कहीँ पनि मिल्नेवाला छैन। अब उपरान्त त्यस्ता शिवको निन्दा तपाईँ नगर्नुहोला। यति ती ब्राह्मणहरूलाई भनेर पार्वतीजी पुनः शिवको ध्यानमा लाग्नुभयो। त्यसपछि ती ब्राह्मणले अझै केही भन्ने चाहेका थिए, परन्तु पार्वतीजीले आफ्नै एकजनी विजया नाम गरेकी साथीलाई भन्नुभयो, विजया, तिमी यहाँ आऊ र यी शिवनिन्दक ब्राह्मणलाई यहाँबाट छिटै अन्यत्र पठाऊ। यिनले यहाँ बसेर शिवको निन्दा मात्रै गर्दछन्। किनकि शिवको निन्दा गर्नेवाला मात्र दोषी हुँदैन, किन्तु त्यो निन्दा सुन्ने मान्छे पनि पापको भागी हुन्छ। होइन भने म अन्यर्तै जान तयार छु, म अन्यर्तै जान्छु। यति भनेर पार्वतीजी अन्तै जान तयार हुनुभयो। तब त्यति नै खेर त्यही आफ्नो वास्तविक रूपमा शिवजी चाहिँ प्रकट हुनुभयो र भन्न लाग्नुभयो, हे पार्वती, तिमी कहाँ जान लागेकी? तिमी समान तिनै लोकमा कुनै तपस्वी छैन। मैले तिम्रो खुब परीक्षा लिएँ। तिमीले आफ्नो तपस्याद्वारा मलाई अधीन गराइरहेकी छौ। हे प्राणेश्वर, तिमी त मेरी अनादि पत्नी हौ। म तिम्रो वंशमा छु। मैले तिमीलाई छोडेको छैन, तिमी नै मलाई छोडिरहेकी छौ। शङ्कर भगवानको यस्तो प्रिय बानी सुनेर पार्वतीजी अत्यन्तै प्रसन्न हुनुभयो र पार्वतीले भन्न लाग्नुभयो, हे प्राण प्यारा, तपाईले मलाई किन यसरी चटक्क बिर्सिनुभयो? अब तपाईँ मलाई पत्नीको रूपमा स्वीकार गर्नुहोस् र मेरो पति बन्नुहोस्। अब म यो सारा वृत्तान्त घरमा गएर मेरा बुवा हिमालय र आमा मेनकालाई सुनाउँछु। तपाईँ पनि मेरो घरमा गएर मेरा पिताजीलाई भन्नुहोस् कि मलाई तपाईँकी छोरीको सौभाग्य दिनुहोस् र कन्यादान गरेर मलाई सुम्पिदिनुहोस्। तपाईँहरू पनि पुण्यको भागी हुनुहुनेछ। यति शङ्करजीलाई सुनाएर उनलाई प्रणाम गरी पार्वतीजी चुप हुनुभयो। त्यसपछि तथास्तु भनेर शिवजी आफ्नो कैलाशमा जानुभयो। उहाँ पुगेर नन्दीश्वर आदि आफ्ना गणहरूलाई त्यो समाचार सुनाउनु भयो र ती साराका सारा भूत प्रेत पिशाच डाकिनी गणहरू अति खुसी भए। त्यसपछि पार्वतीजी आफ्ना पिता भएको ठाउँमा पुग्न घरतिर लागिन्। उनको आगमन सुनेर हिमालय पर्वत र म्यानुका आफ्ना पुरोहित तथा सम्बन्धीहरूलाई साथमा लिएर विमानमा बसी उनलाई लिन परसम्म गए। त्यो सुसमाचार सुनेर पुरवासीहरू पनि आए। सबले जय जयकार गरे, ओम नमः शिवाय, ओम नमः शिवाय। यसको पूर्ण रूप फेरि म भोलि लिएर आउनेछु। पुष्पाञ्जली युट्युब च्यानल हेर्दै गर्नुहोला। नमस्कार, धन्यवाद।